वकिल प्रशासन पैसामा बिक्री नहुनुस् है। हिजो चाहिँ लास नउठाउ उसको बुढो नआउँदा किन चाबी खोलेर दियो? पैसा खायो एसपीडीसीले। तर खबरदार चौकीले भोलि त्यो प्रशासनले धान्नु नसकोस्। खबरदार चौकी पनि पैसामा वकिल पनि नबिग्नुस्। चेलीबेटी यस्तो मारेछ भोलि त्यो 3टा बच्चाको मुख हेर्नुस्। वकिलले पनि प्रशासनले पनि खबरदार भन्दैछ। सहजै हामी बिहान देउर र देउरानीलाई रोटी पकाइ पठायो योजना तरिकाले। अनि त्यो नानी गएर टिफिनमा 3टा बच्चालाई खाजा दिएर आएपछि किचन रुममा अनि उसलाई थुनी पहिले खुट्टा भाँचेछ। त्यसपछि अनि भाटामा उ गरेर 5 लिटर मट्टीतेल बेच्नेलाई पनि अम्बरेर ल्याएर थुनेको। उसलाई छोड्दै बिचरा बेच्नेको गल्ती हुँदैन। हेर्नु पसलको मान्छे तपाईँ पनि बेच्छ म पनि बेच्छ हो कि भन्नु न। हामीले बोल्नु चाहिँ के भने सर सत्य के अरे निर्दोष नफसोस् होइन, दोषीलाई नछोडिदिनु है मात्रै भनेको। अनि हिजो चाहिँ अब लास उठायो होइन उसको बुढा आएन। अनि त्यहाँ प्रशासनले किन त्यो गेट खोलिदियो त सम्पत्ति झिक्नु? त्यति सम्पत्तिको माया छ भने सर सुन्नु न, एक मानाले नपुग्ने भए 2 मुठी पकाएर सासु बुहारी बाँडेर खान सक्थेन? त्यो अपराधी नभएदेखि त्यो अपराधी हो कि होइन? एक मानाले पुगेन होला लो, तर 2 मुठी बाँडेर जाउलो बनाएर खान सक्थ्यो नि इमान्दारी भएदेखि। तर माइती पक्षले पनि यति घुसपेट भएर माइती पक्षले पनि अझ तातेन भने माइती पक्षले पनि हामी छोड्दैन। तर यहाँ कुन हामीले एउटा दुईटा हल्ला हो हामीले पनि प्रतिशत सुनेको, हल्लाले सुनेको टङ्क वकिल भन्नेले पनि बुढोको नाम टिप्नु मिल्दैन रे विदेश हुने भने। तर वकिल पनि घुसपेटमा नजाओस्, वकिललाई पनि घिसारो नपर्छ। हामी सत्य त चेलीबेटीले बोलेको। रवि लामछानेले ल्याउने त्यो दुर्गा प्रसादले पनि ल्याउने, हामीले निकाल्नु चाहिँ यहाँ पर्छ। धनीको छ हेर्नु। अब किन दियो त त्यो प्रशासन जान्दा? प्रशासनले हामी त्यही भनेर भोलि हामी अझ हामीलाई छलफल गर्नु प्रशासनले उहाँ बोलाउनु पर्छ। एसपीडीसीले पैसा खाएर हो कि? अस्ति हामी बसेर 5-6 जना मसँग 4 जना महिला बसेर भित्र बोलेको हो। सशस्त्रको पनि हुनुहुन्थ्यो, यहाँ पुलिसको पनि हुनुहुन्थ्यो। यता हामी कारबाही गर्छ नानी विश्वास गर्नु तपाईँहरू म्याडम भनेर निक्लेर हिँडेको मान्छे हामी हो। त्यहाँबाट एउटा बुवालाई रोटी पकायो, रोटी छ सर किचनमा कस्तो कुरा गरेको रोटी छ। त्यो देउरलाई पनि बिचरा त्यो घरको व्यवहार त्यति थाहा रहेछ, 10 वर्ष बसेर आरे त्यस्तो गर्नु मिल्छ? भोलि हामीलाई पनि मार्छ नि सर, हाम्रो पनि सासु ससुरा छ। यतिको छोडिदियो भने उहाँको राम्रो थियो। ससुरा चाहिँ प्यारलाले भेटा थियो, बिहान उहाँ हिँड्दै फ्याङ्चेङ त्यो अपराधी भएर त्यो यसरी हिँडेको रहेछ। त्यो घामट रहेछ त्यो बुवा अरे। अनि बिचरा डढे त्यो आगो लगाइदियो अनि मरेन भने हेर्नु जाँदा ससुराले खोजेर ससुरा घाइते भएको हेर्नु थाहा छ। अनि त्यसपछि अरू थाहा पाउँदाखेरि बिचरा त्यही आगो लाग्दा पनि कुर्सीमा बसे। आगो लाउनेले के गर्छ त? देखेपछि पानी खनाउँदैन, पानी खनाएर चाहिँ भुत्तो लो एक गाग्री पानी खनाएर चाहिँ बरु त्यस्तो पनि उभिएको बोलेको। मऱ्यो कि मरेन हामी पनि उता त्यहाँ हामीले पनि त्यहाँ छिमेको कुरा सुनेर भनेको। म त भोलि पनि अस्ति प्रशासन म त जहाँ वकिल गरेर यही कुरा पनि सत्य तथ्य तपाईँहरूले नियम कानुन गराइदिनुहोस् होइन, निर्दोष नफसोस्, दोषीलाई नछोडिदिनु होला। भोलि अर्को ठाउँमा घटना होला।